बनिएर अब हटियातिर जाँदैछौँ। 3 जना जति गाइड्सहरू हामी चाहिँ बजारतिर निस्किसक्यौँ है। यो हामी चाहिँ पुरा बजार निस्किसकेको छौँ। हामी चाहिँ चट्टसँगले बजारमा हिँड्दैछौँ। यहाँ ग्यारेजको छेउमा पुगिसकेको छौँ। अहिले चाहिँ अब हामी 2 जना साथी र म अगाडि 3 जना भ्लग बनाउँदै जाँदैछौँ है। यहाँ 2 जना हिँड्दैछ, प्रकाश पनि हिँड्दैछ। सुमिले यहाँ चाहिँ बजार जाने लड्को लागिरहेको छ। स्नो पार्कको छेउमा आइसक्यौँ। यहाँ हटियादेखि सुँगुर किनेर ल्याइसक्यो। चट्टसँगले आज क्रिस्चियन दामको गाडी त्यसले नै आइरहेको छ, भ्लग बनाउँदै हिँडिरहेको छ। हामी जाँदैछौँ त्यतिखेर ठ्याक्कै पर मूर्ति छेउ पुग्न लागिरहेछौँ। मूर्तिको छेउमा पुग्न लागेको छौँ। अब हामी चाहिँ हटियामा पुगिसकेको छौँ है। गाइजहरू देख्न सक्नुहुन्छ, साग ल्याएर यहाँ औँठीहरू बेच्नु राखेका छन्। यहाँ साग, बन्दाकोपीहरू, काँक्राहरू ल्याएर राखेका छन्। हटियामा चाहिँ सम्पूर्ण सागपातहरू, तरकारीहरू पाइनेछ। तपाईँ पनि आउनुहोस्, यस हटियामा आएर किन्नुहोस्। यहाँ अगाडि विनोद भ्लग बनाउँदै जाँदैछ। म चाहिँ यहाँ पछाडि हिँड्दैछु भ्लग बनाउँदै। आज चाहिँ मान्छे एकदमै धेरै आएको रहेछन्। बिहानको समय हो, सागसब्जी किन्नलाई आएको। किनिसकेर फर्किने रहेछन्। हामी चाहिँ भर्खर आएर भ्लग बनाउँदैछौँ। हामी चाहिँ माथि जाँदैछौँ। बाटो रहेछ, कुद्नुपर्ने हुन्छ। यहाँ चाहिँ भाँडाकुँडा बेच्नु ल्याएको रहेछ। हेर्नुहोस् मान्छेको भिड कति धेरै रहेछ आज त। अब यहाँ हामी चाहिँ माथि शालिगको छेउमा आएर यहाँदेखि बनाउँदैछौँ। यहाँ प्रकाश तल देख्न सक्नुहुन्छ कति धेरै किन्ने बेच्नेहरू छन्। तर भर्खर निर्माण हुँदै गरेको बिल्डिङ होला। यहाँ चाहिँ धाननाचको शालिग छ। यहाँ खोर्सानी बेच्दै रहेछ, पैसा गर्दै हुनुहुन्छ आमाले। यहाँ कट्टर अस्ति निकालिसकेको रहेछ। भिड भएर एकछिन बस्नुपर्ने हुन्छ। एकदमै भिड छ है। यहाँ चाहिँ मान्छेको जाने बाटै छैन। अब चाहिँ गयौँ बिस्तारै। हामी चाहिँ यहाँ पार्टीभित्र छिरिसकेको छौँ। एकदम धेरै मान्छे रहेछ। एकदम धेरै आज चाहिँ सागपातहरू बेच्न राखेको छन्। हेर्नुहोस् खरबुजा, काँक्रा, करेला, टमाटरहरू बेच्न राखेको छन्। कुनैले किन्दैछन् खुर्सानीहरू। एकदम यहाँ बन्दाकोपी, आलुहरू सबै पाइन्छ। यहाँ शनिबारे हटियामा चाहिँ यता चाहिँ अलिक खुल्ला रहेछ। अनि भित्रबाट बाहिर निस्किसकेको छौँ। यतिखेर माथि जाँदैछौँ।
बिहानको समय हो, एकदम मौसम पनि दामी रहेछ। यहाँ चाहिँ होटेल रहेछ, मासु पसल राखेको छ। यहाँ पनि होटेल छ। यहाँ चाहिँ मासु पसल सबैको मासु पाइन्छ। सुँगुर, कुखुरा, बाख्रा, भैँसीको पाइन्छ। यहाँ किन्दै रहेछन्। अब उतातिर गयो, यहाँ बाख्रा पनि बेच्न राखेको रहेछ। बाट खिचिरहेको छु, एकदमै दामी देखिरहेछ। यहाँ मान्छेको सङ्ख्या एकदम धेरै छ। किन्नेहरू यहाँ बाख्रा, सुँगुरहरू, कुखुराहरू पनि पाइन्छ। यहाँ चाहिँ कुखुराहरू, सुँगुरहरू पाइँदो रहेछ। बाख्रा दुईटा। भाले सुँगुर हेर्दै रहेछ। लु गाइस, हामी चाहिँ अब यहाँ शनिबारे हटिया डुलिसकेर फर्किनु लागेको। अब शनिबारे भएर फर्किँदैछौँ एकदम सँगले। अब चाहिँ ब्लग बनाएर एकदम सँगले फर्किसकेको छौँ।